ल भाइ बहिनीहरू, यो क्लास 9 र 10 को लागि मोस्ट इम्पोर्टेन्स क्वेसन रहेको छ। यो 2 मार्क्समा सोधिने रहेको प्रश्न हो। यो हेर्नु, यहाँ भने सल्भ बाई युजिङ फर्मुला। हजुरले फर्मुला लाएर यसलाई सल्भ गर्नु रे यो इक्वेसनलाई है। त मैले यता पहिले लेखेँ, हेयर लेखेर यता गिभन क्वाड्रेटिक इक्वेसन। यो क्वाड्रेटिक इक्वेसन हो, मैले यसलाई इक्वेसन 1 माने र मैले यसलाई कम्पेयर गरेँ यो फर्मुलाले है। यो मैले फर्मुलाले कम्पेयर गर्दा एक्सको भ्यालु हेर्नु, ए को भ्यालु 1 आयो, बी को भ्यालु -9, सी को भ्यालु 20 है। अब मैले बाई युजिङ क्वाड्रेटिक फर्मुला, यो क्वाड्रेटिकको फर्मुला हजुरलाई यादै हुनैपर्छ के, यो फर्मुला याद हुनैपर्छ, एनी हाउ हजुरलाई याद हुनैपर्छ है। त मैले यो भ्यालु पुटिङ गरेँ होइन, भ्यालु पुटिङ गर्ने बेलामा यस्तो बनेर आहा। अब हामीले यसलाई सल्भ गर्ने हो, यो प्लस माइनस भएर आहा। अब यसलाई हामीले के गर्ने भनेर हेर्नु, फर टेकिङ पोजिटिभ साइन, टेकिङ पोजिटिभ साइन लिनु। अब यहाँ पोजिटिभ साइन यो भयो नि होइन, यो पोजिटिभ साइन लाग्दा कति भयो, यसको एक्सको भ्यालु 5 आयो। अब हेर्नु, अब टेकिङ नेगेटिभ साइन गर्नु। अब हेर्नु, एक्सको भ्यालु 4 आयो। अब हजुरले त्यति लेखिदिनु, हजुरले मार्क्स फुलमा फुल पाउनुहुन्छ। यो एकदम मोस्ट इम्पोर्टेन्स क्वेसन रहेको छ 9 र 10 को लागि।